ल हामी चाहिँ चितवनको लन्डन जानलाई मिनी बस चढ्यौँ। चढेँ, म चढेँ, नानी, सबैजनालाई प्रणाम। ल मैले अब भेट भएर देखाएँ सबैजनालाई। अनि सानीमालाई चाहिँ यता हेर्नु न भनेर अर्की सानीमालाई बोलाउँदै हुनुहुन्छ। ल उसले चाहिँ हतार हतार चस्मा खोजेर धुन्दा नि मेरो पवित्र साथी, मेरो पवित्र बहिनी, मेरो छोरो, म चस्मा लगाइहाली, देख्नु हो कति छिटो लाइ। अर्की सानीमालाई फेरि हतार हतार चाहिँ चस्मा लाउनु। ए राजी, यो पैसा उठाउँदा यतिखेर आउनुपर्ने। ल यो चाहिँ मेरो सिटमा बसेको साथी को हो उहाँ, मैले चिनेको छैन। उहाँकोसम्म यो भिडियो पुर्याइदिनु होला है। अब हामी चाहिँ गयौँ भरतपुर एरिया। यसो भिडियो बनाइदिउँ न त भनेर बनाइदिएको हो। जाँदैछौँ हामी सररररर मिनी बसैमा भन्दै जाँदैछौँ। अब यो भाटभटिनी आउन आँट्यो। मैले भाटभटिनीको भिडियो नि बनाऊँ भनेर हो। हेर्नु भाटभटिनी यस्तो भयो हाम्रो। लन्डन जाँदाखेरि अरू प्लेन चढेर जानुहुन्छ, हामी बस चढेर जान्छौँ। मेरो छोरो चाहिँ आफ्नै पारामा बसिरहेको छ। ल फेरि हाम्रै फोटो खिच्यौँ। ल चस्मा लाग्यो, हतार हतार पो छ त हो अना। ल दुइटी सानीमा नि मक्खै हो फेरि आज। जुम गरेर देखाइदिएको अलि ठुलो बनाएर। ल हाई, हामी त ओर्लियौँ। छोरी, सानीमा, बहिनी, पवित्रा, अर्की सानीमा। ल हेर्न रेखा चाहिँ हतार त मेरो नि भिडियो बनाइदियो भनेर। अनि फेरि आई लन्डन आउँदाखेरि हामी मिनी बस चढेर आउँछौँ। हजुर के चढेर जानुहुन्छ हामीलाई थाहा छैन। ल अब चाहिँ सबैको भिडियो बनाइदिउँ भनेर मैले नि बनाइदिएँ। ल हाई अरे हेर्न है, अब त सानीमा तिमीहरूले मात्रै बनाएको, मेरो नि बनाइदियो भनेर आउनुभएको क्या हतार हतार। हेर्नु कति रमाइलो भएको थियो। यहाँ चाहिँ मेरो मिटिङ हुनुहुन्थेन, मिस गरिरहेको थियौँ हामीले। अब हामी चाहिँ अब यहाँबाट पुल्चोकबाट जानलाई चाहिँ बाटो क्रस गर्दै थियौँ। बाटो क्रस गरेर जानु पऱ्यो नि त, जेब्रा क्रसबाट। ल हेर्नु मेरो छोरो चाहिँ बाटो क्रस गरेर जाँदैछ। हेर्नु है, यता दायाँ बायाँ हेर्दैछ क्या। ए सबैजना हामी बाटो क्रस गर्दैछौँ। कति रमाइलो भएको थियो नि आज। अब धेरै दिनपछि भेट भएको थियो नि त सानीमासँग चाहिँ। ल हेर्नु हाम्रो चितवनको लन्डनको समुद्र यस्तो थियो हाम्रो चाहिँ। अब हामी चाहिँ सिँढीबाट झर्दै गयौँ। ल हेर्नु यहाँ मेरो छोरो आयो नाच्दै लन्डन जाने भनेर। ल सबै आफ्ना जोडी समातेर हिँड्ने के कुरा नि। बाजेले फेरि टिका लाउनु भएको रहेछ। अनि बाटो ब्लक गरेर माथिबाट झर्नु पर्यो। ल यहाँ हेर्नु है मेरो छोरोमा चस्मा किनिदिनु न मामु भनेर फकाउँदैछ मलाई। चस्मा किन्नु पर्यो रे चस्मा। म चाहिँ किन्दिनँ अहिले भने। ल हेर्नु त सबै आफ्नो तालमा हो। सानीमा आउनुभयो सानीमा। ल सानीमालाई धेरै धेरै माया, मिस यु। अब नभेटुन्जेल हेर मसक्क मस्केर हामी सानीमा खुब राम्री हुनुहुन्छ क्या। ल हेर्नु अगाडि अर्काको जोडी तारातिर रेखाको जोडी। ल हेर्नु त अगाडि लखर लखर हिँड्ने कहाँ गएको। ल हेर्नु बोलाएँ मैले, कहाँ हिँडेका हौ तिमीहरू चाहिँ दुईजना मात्रै भनेर बोलाएँ। ल यता अर्कैको जोडी छ फेरि। ए यता म नाच्दै आएको, तैँले मात्रै भिडियो बनाउने म नि बनाउँछु भनेर सबैजना ग्याङ आउनुभयो। ल बदाम पनि रहेछ यहाँ, बदाम ठेला। ल अलिअलि लन्डन देखिँदैछ है, हाम्रो नक्कली लन्डन। हिँड्दा हैरानै भयो, कति टाढा रहेछ, नजिक देखियो पनि टाढा रहेछ। ल हामी चाहिँ
आइपुग्यौँ नारायणी तिर लन्डन महोत्सवमा। ल टिकट काउन्टर टिकट पनि काट्यौँ हामीले। टिकट चाहिँ हामीले सबैजनालाई काटेको थियौँ। ल मेरो छोरो चाहिँ हो लन्डन आइपुग्यो भनेर रमाहा हेर्न नाचेको। ल मेरो छोरो लन्डन आइपुग्यो म त नाचेको के भिसा सिसा पनि चाहिएन, पासपोर्ट नि चाहिएन, कति आनन्द। मैले नि टिकट दिएर माथि चढेँ। हेर्नु यहाँ रेखाहरू कहाँ हरायो फेरि छैनन्। कता हो कता। ल बल्ल 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 आयो फेरि। ओ मेरो छोरो वहाँ लन्डनमा पुरा रमाहा। हामी जाँदा त खासै भिड थिएन, बिहान दिउँसो चाहिँ भिड भएको हो। ल ल छोरो नाचेको ऊ चाहिँ छोराछोरीसँग लन्डन घुम्यो कि अरे। अब रियलमा त लान पाउँदैनन् होला र पनि अहिले चाहिँ घुमिराखेकी अरे। ल मौसम यस्तो छ। हाम्रो सानीमाहरू फेरि अब लन्डन कसले लाने त भनेर फेरि सानीमाहरू पनि ल म आएँ है ऊ लन्डन जान नाच्दै नाच्दै। ल र छोरो नर्सरी रहेछ, कति राम्रो राम्रो फुलहरू, कति राम्रो फुल रहेछ कि। सुन्तला पनि मिठो थियो। हेर्नु न फोटो खिचे। म त यी रेखासँग त हिँडेर पार लाग्दैन। फोटो खिचे लगाएर कति खिचे अब फोटो। हेर्नु न फेरि उस्तै टी सर्ट लाउने मेरा छोराहरू दुइटै भेटेर। ल यी सानीमा चाहिँ भिडियो बनाउन लानु भयो। अनि ल भिडियो बनाउने भनेर हामीले पनि भिडियो बनाइदिएको। ब्यागहरू सस्तो थियो 500 को जोडी। ल र यी समिज किन्दै हन्। समिज किनेको नि मैले भिडियो बनाइदिएको थिएँ। हाम्रो सानीमा पनि किन्दै हुनुहुन्छ। हानु भयो यस्तो भिडियो बनाइ भनेर। नानी पनि हाँसी। रेखाले थाहा पाएकै छैन, अब थाहा पाउँछ। ल तारा दिदी र म पनि हिँड्दैछौँ है। ल हामीले चाहिँ केही किनेनौँ। हामी खेलमा पुगेछौँ। यो चाहिँ खेलमा हामी यो सबैबाट हराएर हामी दुईजना मात्रै यो खेलमा पुगेर भिडियो बनाएको है मैले। हेर्नु न यस्तो राम्रो राम्रो रहेछ खेलहरू। हामी जाँदा खासै भिड थिएन, पछि भरे भिड भयो। ल यस्तो रमाइलो थियो। हामीहरू चाहिँ नारायणी लन्डन सब घुमेर आयो। ल म पनि मक्खै छु भिडियो बनाएर। ल तारादी लाउनु त फोटो खिचौँ। हात दुई देखाउनु भनेर देखाउन लाएँ। ल म पनि यस्तै छु। यो अब साथी कहाँ खोज्ने हो भन्दै हिँडेको छु तनावमा। हराएपछि के गर्नु, के हेर्छन् हराएका हराइ गर्छन्। ल हेर्नु त कहाँ खोज्ने अब।